बालेन्द्र शाहको आगमन हुनुभन्दा अगाडिको दृश्य हो जहाँ हजारौं जनताहरू जम्मा हुने क्रममा हुनुहुन्छ। रासुपा भनेको यो देशको एकमात्र विकल्प भएको अब बहुमतको सरकार सहित जाने भएको एउटा पार्टी हो। हामी जस्तै सुदूरपश्चिमको धनगढीमा छौँ, युवाहरू हुनुहुन्छ, उत्साहित हुनुहुन्छ। यहाँ रासुपा सभापति कुर्दै हुनुहुन्छ, वरिष्ठ नेता कुर्दै हुनुहुन्छ। नमस्ते हजुर। नमस्ते। शुभ नाम चाहिँ? मेरो नाम कृष्ण विष्ट। हजुरको चाहिँ? दीपक जोशी। अनि हजुर? मेरो नाम दिल्ली राज पाठक। हजुर, तपाईँहरू जसरी अहिले निलो भेस्टमा हुनुहुन्छ, घन्टी अङ्कितमा हुनुहुन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी लेखेकोमा हुनुहुन्थ्यो होइन, हुन्छ। आजभन्दा 20 वर्ष अगाडि यसै गरी रातो भेस्टमा नेपाली युवाहरू क्रान्तिकारी लाल सलाम भन्दै उत्रिन्थे होइन। तपाईँहरूभन्दा एक पुस्ता दुई पुस्ता अगाडिका युवाहरू, त्यो बेलाको जुन युवाहरूको सपना थियो अहिले फेरि उस्तै चकनाचुर भएको छ। यो पार्टीबाट अथवा यो खालको आशाबाट चाहिँ केही हुन सक्छ अथवा उस्तै चकनाचुर हुनुपर्ने अवस्थामा पुग्छ? होइन, त्यो बेलाको र यो बेलामा धेरै फरक छ। त्यो बेलाको राजनीति गर्नेवाला चाहिँ एकदम अनुभव कम भएका थिए भने यो बेला राजनीति गर्नेवाला धेरै अनुभव लिएर आफ्नो सेक्टरमा आफ्नो क्षमता देखाइसकेका छन्। दर्शकवृन्द, अगाडिपट्टिको यो मञ्च यति ठुलो मैदान छ, पुरै भरिभराउ छ र जनताहरू उत्साहित हुनुहुन्छ र